अब लगभग लगभग हामी अन्तिम चरणमा आइसकेको छौँ नोटप्याडको है। ल नोटप्याड खोल्ने तरिका लु भन त रन कमान्डबाट एकजनाले। विन्डोज प्लस आर नोटप्याड इन्टर गऱ्यो भने आइसक्यो हैन। भेरी गुड। अब हामी कुरा गरौँ यो भ्यू ट्याबको है, भ्यू मेनुको। यसमा के हुन्छ भन्ने कुरो यहाँ जुमको कुरा हुन्छ, ठिक छ। जुम इन गर्यो भने के हुन्छ, जुम हुन्छ हो। अहिले थोरै थोरै भएको कारणले गर्दा के भइरहेछ, यो बढिरहेछ छैन हो, अथवा त्यहीँनिर हाम्रो के भइरहेछ, कन्ट्रोल र प्लसलाई थिच्यो भने के हुन्छ, जुम हुन्छ हैन। कन्ट्रोल प्लस भइरहेछ हो, जुमिङ भयो। अब जुमिङको कुरा हेर्दाखेरि चाहिँ हामी कहाँ हेर्न सक्छौँ भने यहाँ हेर त, स्ट्याटस बारमा 320 भनेर देखाइरहेछ हैन। अब यहाँ मैले स्लोली कम गर्दै गयो भने कम भइरहेछ। लो तिमीहरूले त हेर्नै पाएन हैन। यस सर, यहाँ हेर त 190 छ अहिले हैन। अब मैले यहाँ कन्ट्रोल प्लस गरेँ भने यसले काम गर्दैन, म्याग्निफायर लाग्दाखेरि। अहिले मैले हटाइदिएँ भने चाहिँ गर्छ है। कन्ट्रोल ओ भइरहेछ हैन, हेरिरहेछ कि छैन, लु छैन। तिमीहरूको आँखा कमजोर छ, के गर्नु, साग खाँदैन। यहाँ अहिले भइरहेछ हैन हो। कन्ट्रोल माइनस गऱ्यो भने के भइरहेछ, घटिरहेछ। जहिले पनि हामी 100% मा राख्ने है। यो कुरा भयो जुम इन र जुम आउटको कुरा। त्यसपछि अर्को छ स्ट्याटस बार। हामी स्ट्याटस बार देखाउने कि नदेखाउने है। स्ट्याटस बार के गर्ने, देखाउने या नदेखाउने। यहाँ हेर त, मैले यो स्ट्याटस बारलाई हटाइदिएँ भने अब तलको स्ट्याटस बार बाँकी बस्यो, छ त छ, तर अघि स्ट्याटस बार थियो त हैन। जस्तै मैले यहाँ गएर भ्यूमा जान्छु, भ्यूमा गएर मैले स्ट्याटस बार टिक गरिदिएँ भने अब तल हेर्दाखेरि आइरहेछ हैन। लाइन 1 कलम 8 यति अटो फर्मेट फलानु चिलानु 100% जुम हैन, यो सबै कुरा आइरहेछ हैन। भनेपछि हामीले भ्यूमा गएर चाहिँ के गर्न सक्छौँ, त्यसलाई हटाउन सक्छौँ। यहाँ वर्ड वेयरएप भनेर आइरहेछ, यसको अर्थ के हो त। अब अहिलेको लागि म यो हटाइदिइरहेको छु, ल हटाइदिएँ। अब यो चाहिँ म के गर्छु भने पहिला यसलाई गरौँ। अब यहाँनिर म के गरेँ भने कन्ट्रोल सी गरेँ, पेस्ट गर्दै गएँ। अहिले के भइरहेछ हेर त, यो कतापट्टि गयो, यतापट्टि गयो हैन। स्क्रिनभन्दा बाहिर छ, तल त आएन हो। तर अब म के गर्छु, यहाँ गएर टेक्स्ट वेयरएपमा क्लिक गर्छु। यहाँ गएर टेक्स्ट वेयरएपमा क्लिक गरिदिन्छु र अब कन्ट्रोल सी र भी, अघि कन्ट्रोल गरेकै थिएँ, कन्ट्रोल भी गरेँ है। अब के भइरहेछ, तल आइरहेछ हो कि हैन। अघिसम्म तल आएको थियो, थिएन। यो टेक्स्ट वेयरएप भनेको के हो भने हाम्रो स्क्रिनमा जति स्पेस छ त्यतिलाई युज गरेर मात्रै के गर्ने, काम गर्ने। त्योभन्दा बढी गयो भने हामीले त्यसलाई इन्टर गरेर तल ल्याउने भन्ने कुरो डिटरमाइन गर्छ है। टेक्स्ट वेयरएप भनेको त्यो बाहिरपट्टि जान नदिने, त्यसैमा एउटै स्क्रिन जति ठुलो स्क्रिन छ त्यतिमा मात्रै सीमित राखिदिने, त्यस्तोलाई के भन्छ, वेयरएप भन्छ है।
त्यसपछि आऊ मार्क डाउन। यसको खासै काम चाहिँ केही पनि रेख्दैन, फर्मेटेड। अहिले यहाँ हेर त माथि केही पनि छ छैन। यो मार्क डाउन सिन्ट्याक्समा केही आउँदैन, तर क्लिक गर्दाखेरि यहाँ मार्क डाउन सिन्ट्याक्स भनेर आइरहेछ हैन। माथि अब यो भन्दा यतापट्टि केही पनि छ त छैन, तर मैले यसैमा भ्यूमा गएर यो मार्क डाउन भन्ने अप्सनमा फर्मेटेड भनेर दियो भने यहाँ हेर त आयो। भनेपछि यो रेबन आउँदो रहेछ। के आउँदो रहेछ? रेबन। यो क्विक एक्सेस हुन्छ यसलाई है। जस्तै अब हामीले वर्ड पढिराख्दाखेरि माथि चाहिँ आउँछ क्विक एक्सेस, त्यसरी नै यसमा के भइदो रहेछ भने यही मेनु बारमै क्विक एक्सेस पनि आउँदो रहेछ। अब त्यो ल्याउनको लागि कहाँ गर्ने अरे भ्यूमा गएर मार्क डाउन भन्ने अप्सन छ, फर्मेटेडमा क्लिक गरिदियो भने आउँछ है। यति कुरा हो हाम्रो आजबाट नोटप्याड पनि सक्छ।